उल्टो देखिँदै छ नि उपर। हेलो गुड मर्निङ सम्पूर्ण साथीहरुमा, हजुरहरूलाई फेरि पनि मेरो युट्युब च्यानलमा स्वागत छ। अनि आज चाहिँ हामी बिहानै रेडी भएर पाथिभरा बसन्तपुरको तिनजुरे पाथिभरामा माताको दर्शन गर्न जाँदैछौँ। मेरो बुवा मम्मी अनि त्यसपछि मेरो श्रीमान। मेरो भिडियोलाई चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु होला। हाम्रो चाहिँ टेम्पो पनि आएर हामी चाहिँ अब लाग्यौँ। कस्तो राम्रो बाहिर बाहिर घुमेको कस्तो अन्त तिनजुरेको पुच्छर आइपुग्यौँ क्या। त्यो यहाँदेखि स्टार्ट हुन्छ। हामी त यहाँदेखि उकालो उकालो बन्दै हिँड्थ्यो पहिला, घरहरू एउटा थिएन। आइसक्यौँ भर्खर, अब उकालो लाग्दैछ। गुराँस चाहिँ खासै फुलेकै छैन रहेछ, हल्का चढाउँदै यहाँ चढाउँदै जानुपर्छ। हाम्रो चाहिँ यहाँदेखि अब पूजा स्टार्ट हुन्छ। यहाँदेखि चाहिँ पूजा गर्दै गर्दै हामी माथिसम्म पुग्छौँ। जाडो हो चिसो छ नि, चिसो छ नि। आउनु बुवा, मम्मी हेलो भन्नु। गर्नु भयो गुराँस फुलेको भए चाहिँ अझ राम्रो हुन्थ्यो। यो त कस्तो भिड छ यहाँ तलदेखि। बाख्राहरू चाहिँ लड्दैन क्या। उता हेर्नु न, माथि चाहिँ सेतो जमिरहेछ हिउँ जस्तो असिना। अब त आइपुगिहाल्यो नि, तल छ हाम्रो गाडी चाहिँ। तल 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 भिड। अब धन्न यो बनाइदिएर राम्रो भएको छ है, नत्र त यहाँबाट यो हुँदा त मलाई त रिङ्गटा चलेर चिसो न चिसो है। म टाउको छोड्नु न। अब त पुग्यो, म पनि पुग्यो। उकालोमा स्यास्या भयो। उहाँ त हिँडिराख्नु भएको छ। कहाँदेखि आउनु भएको तपाईँहरू? कहाँदेखि आउनु भएको हजुर? ए सल्लेरी भन्नुहोस्। ए आइपुग्यो मम्मी। अब त कस्तो भिड छ नि यो त। अनि यहाँ कस्तो यसो बनाएर म त जानै डर लाग्छ जस्तो। कपाल चाहिँ होइन कस्तो उडाएको कपाल।
मन्दिर ल ल अलि गाह्रो भएर यता आउनु नि यता हेर्नु न लु किटो भाग किटो सनम राम्रो छ यसपालि चाहिँ गुराँसै फुलेन पुरै यो गुराँसको बोटहरू पुरै सुक्खा छ फुलेकै छैन गुराँसहरू चाहिँ यो पुरै सेतो दुबोहरू पनि सेतो सेतो भइरहेछ पानी परेपछि चाहिँ पुरै यो हरियाली हुन्छ मम्मी हिँड्नु न यता सजिलो बाटो हिँड्नु न मम्मी नलाउने केटा यो नलाउने चाहिँ पाथी भएर माता छ त हो चिसो आमा यहाँ त भिरै भिर आमा यहाँदेखि त अब चाहिँ हामी दर्शन गरेर फर्किँदैछौँ गुवाको यहाँ चिसो छ खै छ जस्तो लागेको थियो मलाई त त्यस्तो प्रसादहरू धुपहरू देखेको थियो के खुट्टा गलेको मम्मी के अघि जाँदाखेरि यसो दर्शन गरायो त्यति बेला भएर रातै फुलिरहेको हुन्थ्यो गुराँसहरू अहिले चाहिँ हामी दर्शन सकेर फर्किँदैछौँ अब हामी अर्को 2 ठाउँ पार्क पनि घुमेर जानु छ यहाँ तातो भयो नि त नि अघि माथि त खिचेको बुवा खिचे के हो जरायो होइन र ए मिर्ग म त चिन्दैन गुराँस नफुलेर बिजोग छ यहाँ आएपछि तातो भयो नि है म त जराए पो भन्दै थिएँ मम्मी टाउको छोप्नु न माथिदेखि अहिले मम्मी नाच्नुहुन्छ उता पर फेरि अहिले नाच्नुहुन्छ उता चौरी नाचौँला नि गुराँसको बोटै बोटमा चाहिँ दाउरै दाउरा हुन्छ है मम्मी हो
तातो भयो नि त नि यहाँ त तातो छ माथि पो चिसो छ दोकान रुखै रुख माथि छ गुराँस यसपालि फुल्दै फुलेन अन्त नि फुल्दै फुलेन हामी चाहिँ पार्कभित्र छौँ हामी चाहिँ पार्कभित्र पसिसक्यौँ यहाँ चाहिँ तर यसपालि गुराँस नफुलेको भएर पुरै खाली छ यो चाहिँ सबै गुराँसको फुलहरू मम्मी उता जानु है उता यता हेर त बुढाबुढी मिलेको कमिलाले चिलेको अब हामी पार्क घुमेर जान लागेको भनौँ न मिठो छ चुल्लुम पार्क फर्स्टचोटि तपाईँ पनि आउनु भएको थियो पहिला चुल्लुम पार्क यो चाहिँ ओखली हो ओखली रहेछ है ओखली हो यो चाहिँ के हो यो अन्त उता हेर्नु जातो म जातो पछि उता भित्र जातो पस्नु पाइन्छ होला है पाइन्छ टिकट काटिसकेको बुवा पस्नु त दिने हो कि होइन होला 50 जातो पिस्नु र बुवा घुमाउनु चल्दैन अनि पुराउने त्यसको कति राम्रै घर यो घरहरूभित्र चाहिँ पुरानो सामानहरू राखेको छ ढिकी जादु होइन अनि अरूहरू त धेरै कुराहरू छन् तर हामीले चाहिँ यहाँभित्र पसेर मजाले सबै कुरा चाहिँ हेरिनौँ हामीले चाहिँ बाहिर हल्का हेरेर अनि फर्क्यौँ हामी चाहिँ अब चाहिँ हामी चुल्लुम पार्क घुमेर फर्किँदैछौँ पानी पर्न पनि लाग्दैछ यहाँ चाहिँ गुराँस अस्ति नै फुलिसकेको रहेछ अहिले चाहिँ गुराँस छैन गुराँसको बिरुवाहरू भर्खर यहाँ हुँदैछ अब 5-6 वर्षपछि चाहिँ पुरै गुराँस चाहिँ यहाँ हरियाली हुन्छ है हुसु लागेछ अब त पानी पर्न स्टार्ट भइहाल्यो नुन खोला होइन आमा पुरै कालो निलो भयो वर्षमा 2-3 पल्ट फुल्छ जस्तो लाग्छ मलाई त अङ्कल कति राम्रो देखियो बाटो पानी परेर आइपुग्यो फुल लाग्यो कमाइदिरहेको अब चाहिँ घर पनि आइपुग्यो हाम्रो घर नजिकको मन्दिर पनि आइपुग्यो हजुर त्यही त के अरे ठ्याक्कै घर आइपुग्यो आजलाई चाहिँ हाम्रो भिडियो यति नै हुनेछ